टप्पा 5 ढुक्क भए हुन्छ। बालेन शाहले भारी मतान्तरले जित्ने पक्का पक्की भइसकेको छ। ढुक्क भए हुन्छ जनता। अब जनताले दिएको म्यान्डेट अनुसार नै रासोपाका वरिष्ठ नेता बालेन्द्र शाह यो देशको प्रधानमन्त्री बन्नेछन्। ढुक्क भए हुन्छ जनता। अब यो देशले काँचुली फेर्नेछ, भ्रष्टाचार रोकिनेछ, भ्रष्टहरूको एक एक हिसाब गर्नेछ नयाँ सरकारले। कि देश यसपटक अब बन्छ कि कहिल्यै बन्दैन, अहिले आशाकै कुरा गरौं र भनौं यसपटक देश बन्छ। बालेनले देश पक्कै बनाउनेछन्। झापामा बालेन मात्रै होइन, चितवनमा रविले जित्ने निश्चित भइसकेको छ। काठमाडौँ, भक्तपुर, ललितपुर र मोफसलका हट सिटहरू सबै घण्टीमय भइसकेको छ। अझ यसरी भनौं देश नै पुरै घण्टीमय भइसकेको छ। सदनमा पुरै घण्टी बज्नेवाला छ, सरकारमा पनि पुरै घण्टी बज्ने पक्का छ। डाक्टर सोडिम वागले अर्थमन्त्री बन्नेछन्, बालेन प्रधानमन्त्री बन्नेछन्। महत्त्वपूर्ण मन्त्रालय रासोपाकै हुनेछ। अब जनताको चाहना अनुसार रासोपाले देशमा परिवर्तनको घण्टी बजाउनेछ। सँगै अब रासोपालाई चुनौती पनि थपिएको छ। जसरी सगरमाथामा चढ्नु भन्दा त्यहाँ टिकिरहन गाह्रो हुन्छ, रासोपाको जिम्मेवारी थपिएको छ। रासोपाको डेलिभरीमा जनताको खबरदारी थप बढ्नेछ। आफ्नैसँग हो रिसाउने, आफ्नैसँग हो चित्त दुख्ने। यसपटक जनतालाई रिझाउन रासोपाले अरू भन्दा बढी मेहनत गर्नुपर्ने देखिन्छ। अहिलेलाई रासोपालाई बधाई। नयाँ सरकारले देश निर्माणको दिशा कोरोस्। शुभकामना।